आज चाहिँ हामी नम्बर 3 को बारेमा कुरा गरौँ भने मैले नम्बर 1 र 2 को बारेमा मैले एक्सप्लेन गरिसकेको छु। आज चाहिँ नम्बर 3 को बारेमा कुरा गरौँ भने यदि तपाईँको जन्म कुनै पनि महिनाको 3rd मा वा 3, 12, 21, 30 मा भएको छ भने तपाईँहरूलाई नम्बर 3 ले कभर गर्छ हैन। अब नम्बर 3 भनेको चाहिँ के हो भन्दाखेरि नम्बर 3 को मान्छे चाहिँ कस्तो हुन्छ भने जो बच्चा जस्तो हुन्छ कि जति नै ठुलो भए पनि तिनीहरू बच्चा जस्तो व्यवहार हुन्छ। तिनीहरूको बानीमा चाहिँ बच्चाहरू त्यो जो हुन्छ नि मजाक गर्ने अनि त्यो अलिक चञ्चले स्वभावको चाहिँ नम्बर 3 को मान्छे हुन्छ हैन। अनि नम्बर 3 को मान्छे चाहिँ कस्तो हुन्छ भन्दाखेरि इक्जाममा कोही मान्छेले चिट गर्न सक्छ भने चाहिँ त्यो चाहिँ नम्बर 3 हो कि तिनीहरूले यस्तो चिट गर्छन् कि तिनीहरूलाई समात्न पनि सकिन्न कि मतलब तिनीहरूलाई त्यो टिचरहरूले चाहिँ इक्जाममा बस्ने त्यो मान्छेहरूले पनि थाहा पाउँदैन किनकि तिनीहरूसँग चिटिङ स्किल्स एकदम राम्रो हुन्छ कि हैन। अब यो चिज चाहिँ अन्त पनि लागु हुँदैन रिलेसनसिपमा पनि कहिलेकाहीँ नम्बर 3 हरूले चाहिँ चिट गरिरहेको हुन्छ अथवा तिनीहरूले अरू कसैले चिट गरिदिन खाने नम्बर पनि हो हैन। यस नम्बर 3 चाहिँ चिट गर्नमा सिपालु हुन्छ। अब चिट मतलब अब इक्जामको चिटमा चाहिँ जे होस् मैले त्यो एनालाइसिस गरेअनुसार चाहिँ मेरो साथीहरूको पनि त्यस्तो थियो कि उनीहरू चाहिँ नम्बर 3 को रहेछ हैन पछि आएर थाहा भयो कि जति चिट गरे पनि थाहै नहुने कि। अनि नम्बर 3 को मान्छे चाहिँ कस्तो हुन्छ भने यिनीहरूको डिसिप्लिन चाहिँ हुँदैन कि अलि के भन्छ अलि हार्डवर्क गर्नु पर्यो भने झ्याउ लाग्ने अल्छी ढिलो उठ्ने त्यस्तो खाले हुन्छ हैन नम्बर 3 को मान्छेहरू चाहिँ। अनि अर्को भनेको चाहिँ कमेडियनहरू हुन्छ कि अलि फन्नी टाइपको मान्छे हैन इन्टरटेनिङ टाइपको मान्छेहरू हुन्छ हैन नम्बर 3 चाहिँ। अर्को भनेको चाहिँ यिनीहरूले चाहिँ नियर डेथ एक्सपिरियन्स भनेको चाहिँ यिनीहरूलाई चाहिँ लाइफमा यस्तो हुन्छ कि यस्तो रोग लाएर बाँचेर आएको हुन्छ अथवा यस्तो सिचुएसन हुन्छ हैन जुन सिचुएसनबाट चाहिँ अरू कोही पनि नबाँच्ने उनीहरू बाँच्ने खाले हुन्छ। जस्तै मानौँ न केही एक्सिडेन्ट भयो भने उनीहरूलाई केही पनि नहुने अथवा सबभन्दा ठुलो एक्सिडेन्टबाट बाँच्ने हैन। जस्तै अब कोही प्लेन क्रासमा बाँच्ने त्यस्तो खाले चाहिँ एक्सपिरियन्स गरेर आएको हुन्छ हैन यिनीहरूले चाहिँ नम्बर 3 ले चाहिँ। अनि अर्को भनेको चाहिँ यिनीहरूले चाहिँ धेरै क्वेसनहरू गर्ने अथवा बोले गर्ने खाले हुन्छ। कोही धेरै बोल्छ भने चाहिँ त्यो चाहिँ नम्बर 3 कै मान्छे हुन्छ कि 3 र 5 हुन्छ त्यो मध्ये 3 ले चाहिँ एकदम धेरै बोल्ने अनि नम्बर 3 चाहिँ कस्तो हुन्छ भन्दाखेरि अलिक डोमिनेटिङ नेचरको पनि मान्छे हुन्छ कि अलिक डोमिनेट गर्नुपर्ने रिलेसनसिपमा हैन। अनि अनि अर्को भनेको चाहिँ नम्बर 3 को के हुन्छ भन्दाखेरि नम्बर 3 को काम कहिले पनि एकचोटिमा हुँदैन हैन। यता त्यस्तो दुईटा नम्बर छ हैन जसको चाहिँ एकचोटिमा काम हुँदैन कि तिनीहरूले चाहिँ अलिकति सक्सेस चाहिँ ढिलो पाउने खाले नम्बर भनेको चाहिँ 8 र 3 हो कि। मान्छेहरूले चाहिँ 8 लाई मात्र भन्छ हैन तर 8 भन्दा हैन 3 ले पनि सुरुमै सक्सेस पाउँदैन कि एकचोटिमै सक्सेस पाउँदैन। 8 जस्तै हो कि नम्बर 3 र 8। अब यसको कारण किन भन्दाखेरि म पछि एक्सप्लेन गरौँला हैन। तर दुईटा नम्बर हुन्छ हैन 8 र 3 तिनीहरू चाहिँ एकचोटिमै सक्सेस पाउँदैन कि अलिक ढिलो सक्सेस पाउने खाले हुन्छ जो 30 प्लस भनौँ न 30 तिर चाहिँ सक्सेस पाउने हुन्छ हैन। हैन उनीहरूको लाइफमा चाहिँ के हुन्छ भन्दाखेरि उनीहरू राम्रै त्यो त्यस्तो नराम्रो त हुँदैन हैन हार्डवर्क गर्न नपरे पनि जस्तै कतै विदेश जान पर्यो भने एकचोटिमा नहुन सक्ने पनि नम्बर 3 हुन्छ अथवा उनीहरूको टोटल जोड्यो भने चाहिँ नम्बर 3 मा आउँछ कि त्यस्तो खाले चाहिँ त्यो जस्तै टोटल डेट अफ बर्थ जोड्दाखेरि 3 मा आउने खालेको चाहिँ एकचोटिमै नहुन सक्छ भन्ने कारण हुन्छ हैन। अनि अर्को भनेको चाहिँ वेट इस्यु पनि हुन्छ कि यिनीहरूसँग। यिनीहरूको चाहिँ ज्यान चाहिँ कस्तो हुन्छ भन्दाखेरि अलिक त्यो वेट चाहिँ धेरै भएको हुन्छ वेट जुस आफ्नो हुने भन्दा चाहिँ धेरै हुने वेट हुने भनेको चाहिँ नम्बर 3 को पनि हो एउटा हैन। यिनीहरूसँग कस्तो हुन्छ भन्दाखेरि यिनीहरूले चाहिँ वेट चाहिँ त्यो घटाउने कि त एक्सपिरियन्स हुन्छ हैन कि त उनीहरू बच्चामा पातलो भए पनि जस अलिक ठुलो भएपछि चाहिँ वेट गेन गर्ने खाले कोही मान्छेले एकदम ह्वात्तै वेट गेन गरे भने चाहिँ त्यो चाहिँ नम्बर 3 को मान्छे हुनसक्छ क्या। अब त्यो किनकि तिनीहरू अल्छी पनि हुन्छ नि त त्यही भएर उनीहरूले के एक्सर्साइज गरे पनि ऊ गर्न सक्दैन क्या त्यस्तो गर्न सक्दैन के अरे कन्टिन्यू गर्न सक्दैन त्यही भएर चाहिँ उनीहरूले चाहिँ यो वेटको इस्यु पनि आउँछ कि।